नमस्कार सबैलाई, हाम्रो च्यानलमा फेरि एकपटक हार्दिक स्वागत छ। आज हामी परिवारसँग जापानको फुजिओका रारन घुम्न जाँदैछौँ र साथै नेपाली खाना किनमेल पनि गर्नेछौँ। हाम्रो आजको रमाइलो यात्रा सपिङ र परिवारसँग बिताएका सुन्दर पलहरू अन्तिमसँग हेर्नुहोस्। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्न नबिर्सिनुहोस् है। ल अब सुरु गरौँ आजको रमाइलो ब्लग। सेफ्टी फर्स्ट। हाम्रो परिवार सँगै पछाडि लेट्स गो। हाम्रो सानै छोरीलाई लङ ड्राइभ धेरै मनपर्छ र उनी गाडीमा बस्न साथ निकै खुसी हुन्छन्। बाटोभरि बाहिरका दृश्य हेर्छिन्, गीतसँग रमाउँछिन् र उनको त्यो सानो मुस्कानले हाम्रो प्रत्येक यात्रा अझै विशेष र यादगार बनाइदिन्छ। आजको दिन चाहिँ हामी अलि विशेष कामको लागि बाहिर जाँदैछौँ। विदेशमा बसेर पनि नेपाली किराना किन्न पाउँदा धेरै खुसी लाग्छ। आफ्नो देशको स्वाद र सम्झना यही भेट्न पाउनु हाम्रो लागि निकै विशेष कुरा हो। अहिले हामी जाँदै गरेको नेपाली स्टोर चाहिँ हामी बसेको ठाउँबाट 7 किलोमिटर टाढा छ। प्राय जसो हामी चाहिँ एक महिनामा एकचोटि या दुईचोटि मात्र यहाँ जाने गर्छौँ। आज शनिबारको दिन सपरिवार छुट्टी भएको कारणले आउटिङ प्लस ग्रोसरी सपिङ भयो हाम्रो। ल छोरीलाई चाहिँ के किने ल्याइदियो नि? वाह सुबचान ओइसी यो चाहिँ रहेको छ रारन फुजिओका पार्क र यो चाहिँ मेरो छोरीको एकदम वान अफ द बेस्ट फेभरेट प्लेस हो यो चाहिँ। आज हामी फुजिओका रारन आएका छौँ।
फुजियोका रारन चाहिँ हाम्रो घर नजिकैको मार्केट हो। यहाँका विशेषताहरू धेरै नै छन्। यहाँ ताजा तरकारी, फलफुल, स्थानीय उत्पादनहरू र विभिन्न स्वादिष्ट खानेकुराहरू पाइन्छन् र हामी सधैँ परिवारसँग समय बिताउन, घुम्न र किनमेल गर्न यो ठाउँ साँच्चै रमाइलो छ र यहाँ प्राय आउने नै गर्छौँ। मेरो भ्युयर्सहरू जो पनि गुम्बा केनको आसपास बस्नुहुन्छ, विशेष गरी गुम्बा फुजियोका यो चाहिँ नजिकै छ र यहाँ चाहिँ एकचोटि आउनु होला। यहाँ चाहिँ बच्चाहरूसँगै रमाइलो गर्दै ताजा तरकारी, फलफुल र स्थानीय सामानहरू सुपथ मूल्यमा पाइन्छ र शनिबार र आइतबारको दिन चाहिँ विशेष कार्यक्रमहरू पनि हुने गर्दछ यहाँ। ल हाम्रो छोरी हेलिकप्टर चढ्दैछिन्। हेलो सच्यान, हेलो नो हेरी कि भाइ आमा gambatte. आजको ब्लग यति नै। हेरेर साथ दिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। If you like this video, do not forget to like, comment and share. Thank you. Thank you.